नमस्ते विद्यार्थीहरू, आजको यस एक्सप्लेनरमा तपाईहरूलाई स्वागत छ। आज हामी ब्रह्माण्डलाई बाँधेर राख्ने ती अदृश्य धागोहरू अर्थात् फन्डामेन्टल फिजिक्सलाई सँगै मिलेर डिकोड गर्दैछौँ। विशाल ग्रहहरू कसरी आफ्नै कक्षामा अडेका छन् देखि लिएर एउटा स्याउ भुइँमा किन खस्छ भन्नेसम्मका कुराहरू आज हामी एकदमै छर्लङ्ग पार्नेछौँ। कक्षा 10 को परीक्षाको लागि यो कन्सेप्ट बुझ्न एकदमै क्रुसियल छ। ल ढिला नगरी सुरु गरौँ है त। आज हामीले कभर गर्ने मुख्य 6वटा कोर कन्सेप्ट्स यी नै हुन्। गुरुत्वाकर्षणको विश्वव्यापी नियमदेखि लिएर ग्रहीय गुरुत्व बलको क्याल्कुलेसनसम्म परीक्षामा सधैँ आउने यी कन्सेप्ट्स आज हामी मजाले क्लियर गर्नेछौँ। अगाडि बढौँ, सुरु गरौँ पहिलो खण्डबाट। गुरुत्वाकर्षणको विश्वव्यापी नियम अर्थात् युनिभर्सल ल अफ ग्राभिटेसन। सन् 1687 मा सर आइजेक न्युटनले पत्ता लगाएको यो नियमले भन्छ कि गुरुत्वाकर्षण भनेको ब्रह्माण्डमा रहेका कुनै पनि दुई पिण्डहरू बीचको आकर्षण बल हो। सुन्दा एकदम सिम्पल छ होइन त? तर यसको अर्थ हो ब्रह्माण्डका हरेक वस्तुले एकअर्कालाई तानिरहेका छन्। यसलाई युनिभर्सल भनिन्छ किनभने अन्तरिक्षका विशाल ग्रह हुन् वा हाम्रो घरको सानो सामान, यो नियम सबैमा पर्फेक्टली लागू हुन्छ। अब यो फर्मुलालाई अलिकति ध्यान दिएर हेरौँ। यहाँको सबैभन्दा इन्ट्रेस्टिङ कुरा के हो भने नि, यदि पिण्डको मास बढ्यो भने तिनीहरू बीचको आकर्षण बल अर्थात् फोर्स पनि फत्तै बढ्छ। तर यदि तिनीहरू बीचको डिस्टेन्स बढ्यो भने नि त्यो बल फेरि स्वात्तै गर्छ अर्थात् दूरीको वर्गसँग यो इन्भर्सली प्रोपोर्सनल हुन्छ। टाढा भयो कि बल कमजोर भयो। सिम्पल। अब जाउँ दोस्रो खण्डमा, स्थिर बिग जी, जसलाई हामी युनिभर्सल ग्राभिटेसनल कन्स्टेन्ट भन्छौँ। सन् 1798 मा हेनरी क्याभेन्डिसले पत्ता लगाएको यो बिग जीलाई बुझ्न एउटा सानो थट एक्सपेरिमेन्ट गरौँ। मानुस हामीसँग ठ्याक्कै 1 किलोका दुईवटा पिण्ड छन् र तिनीहरूलाई ठ्याक्कै 1 मिटरको दूरीमा राखेका छौँ। यस्तो अवस्थामा तिनीहरू बीच जुन आकर्षण बल निस्किन्छ नि हो त्यो बल ठ्याक्कै बिग जी सम्म बराबर हुन्छ। एक्ज्याक्टली F = G। अनि यो बिग जी को ठ्याक्कै न्युमेरिकल भ्यालु चाहिँ कति हो त? यो हो 6.67 टाइम्स 10⁻⁻11 न्युटन मिटर स्क्वायर पर किलोग्राम स्क्वायर। न्युमेरिकल प्रब्लम सल्भ गर्दा यो भ्यालु त तपाईहरुले कन्ठै हुनुपर्छ है। यो नम्बर यति धेरै सानो छ कि त्यही भएर त हामीले हाम्रो वरिपरिका साना वस्तुहरू बीचको आकर्षण बल फिलै गर्न सक्दैनौँ। यहाँनिर याद गर्नुपर्ने एउटा एब्सोल्युटली क्रुसियल कुरा छ। बिग जीलाई विश्वव्यापी स्थिर किन भनिन्छ भने यो लिटरली कहिले पनि परिवर्तन हुँदैन, कहिले पनि। पिण्डको आकार जत्रोसुकै होस्, बीचमा हावा होस् कि पानी, तापक्रम जतिसुकै होस्, यसको भ्यालु सधैँ उही रहन्छ, नो म्याटर व्हाट। अब यो एब्स्ट्र्याक्ट माथलाई हाम्रो रियल लाइफसँग जोडौँ। आखिर यो गुरुत्वाकर्षणले गर्छ चाहिँ के त? हेर्नुहोस्, यसैको कारणले हाम्रो सिङ्गो सौर्यमण्डल एकै ठाउँमा अडेको छ। ग्रहहरूले सूर्यको वरिपरि घुम्न पाइरहेका छन्। अनि समुद्रमा जुन छालहरू आउँछन् नि, टाइड्स, त्यो पनि सूर्य र चन्द्रमाको त्यही गुरुत्वाकर्षण बलकै कमाल हो। अब पालो खण्ड 3 को ग्राभिटी र ग्राभिटेसन बीचको महाभिडन्त। यो एकदमै इम्पोर्टेन्ट छ है विद्यार्थीहरू। सबैभन्दा धेरै झुकिने ठाउँ नै यही नै रह्यो। ग्राभिटेसन अर्थात् गुरुत्वाकर्षण भनेको ब्रह्माण्डको जुनसुकै दुई वस्तु बीचको आकर्षण हो। बाटोमा लडेका दुईवटा ढुङ्गा किन नहुन्? तर ग्राभिटी भनेको चाहिँ अलि लोकलाइज बल हो। जस्तै पृथ्वीले कुनै वस्तुलाई आफ्नो केन्द्रतिर तान्ने बल। याद राख्नुस्, ग्राभिटी सधैँ ग्रहको आफ्नै मास र रेडियसमा मात्र भर पर्छ। दैनिक जीवनमा हामीले फिल गर्ने कुराहरू चाहिँ प्राय पृथ्वीको ग्राभिटीकै कारण हुन् है। हामी भुइँमा मजाले हिँड्न सक्नु, ठुला ठुला घर र पुलहरू आफ्नो ठाउँमा अडिनु, नदीहरू माथिबाट तलतिर बग्नु, अझ भनौँ भने पृथ्वीको वायुमण्डल टिकिरहनु पनि यही ग्राभिटीले गर्दा नै हो। यो नहुँदो हो त हामी सबै अन्तरिक्षमा उडिरहेका हुन्थ्यौँ। अगाडि बढौँ खण्ड 4 मा, गुरुत्व प्रवेग अर्थात् लिटल जी को रहस्य। गुरुत्व प्रवेग भनेको सिम्पल भाषामा भन्दा पृथ्वीको ग्राभिटीले गर्दा खसिरहेको वस्तुको गति वा भेलोसिटीमा आउने वृद्धि हो। पृथ्वीमा यसको एभरेज भ्यालु 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। यसको मतलब खसिरहेको वस्तुको स्पिड हरेक सेकेन्ड 9.8 मिटर प्रति सेकेन्डले बढ्दै जान्छ। अनि एउटा अचम्मको कुरा के छ भने यो खसिरहेको वस्तुको मासमा एब्सोल्युटली निर्भर गर्दैन। भ्याक्युममा एउटा प्वाख र फलामको डल्लो सँगै खसाल्ने हो भने नि ठ्याक्कै एकैचोटि भुइँमा पुग्छन्। सुन्दा पत्यार लाग्दैन, तर यो सत्य हो। ल अब यो लिटल जी म्याथमेटिकली कसरी निकालिन्छ त? एकदमै सजिलो छ। पहिलो स्टेप, न्युटनको नियम अनुसार बल F = gmm/r² हुन्छ।
दोस्रो, वस्तुको तौल नै त्यो बल हो, त्यसैले W = mg। अब यी दुईलाई बराबर गरिदिउँ त। ठ्याक्कै त्यो सानो m अर्थात् वस्तुको मास दुवैतिरबाट काटिन्छ अनि हाम्रो फाइनल सूत्र बन्छ G = gm/r²। यसले क्लियर गर्छ कि g खस्ने वस्तुको मासमा भर पर्दैन। अब खण्ड 5 लिटल जी मा हुने परिवर्तनहरू। आखिर यो किन बदलिन्छ त? अघि हामीले बिग जी कहिले बदलिँदैन भन्यौँ, राइट? तर स्मल जी को केसमा चाहिँ त्यस्तो हुँदैन। यो ठाउँ अनुसार चेन्ज हुन्छ। सबैभन्दा ठुलो कारण त पृथ्वीको आकार नै हो। हाम्रो पृथ्वी ठ्याक्कै गोलो छैन, अलिकति सुन्तला जस्तो चिप्टो छ। ध्रुवहरू अर्थात् पोल्सतिर अलि चिप्टो भएकोले त्यहाँको रेडियस कम हुन्छ अनि रेडियस कम हुनु भनेको जी को भ्याल्यु बढ्नु हो। त्यसैले भूमध्य रेखाभन्दा ध्रुवहरूमा गुरुत्व प्रवेग अलि बढी हुन्छ अनि उचाइमा जाँदा वा गहिराइमा जाँदा पनि यो घट्दै जान्छ। अन्तिम खण्डमा आयौं, ग्रहीय गुरुत्व बलको क्याल्कुलेसन। एक्जामको लागि एकदमै प्र्याक्टिकल। यो उदाहरण एकदमै इन्ट्रेस्टिङ छ है, सुन्नुस्। बृहस्पति ग्रहको मास पृथ्वीको भन्दा 319 गुणा ठूलो छ। यो सुन्दा त लाग्छ नि त्यहाँको गुरुत्व बल पनि 319 गुणा नै हुनुपर्ने हो। तर सूत्रमा दूरीको वर्ग अर्थात् r² छ नि त। बृहस्पतिको रेडियस 11 गुणा ठूलो भएकोले 11 को वर्ग 121 ले त्यसलाई भाग गर्छ। त्यसैले यति विशाल मास हुँदाहुँदै पनि बृहस्पतिको ग्राभिटी पृथ्वीको भन्दा जम्मा 2.5 गुणा मात्र बढी हुन्छ। हाउ क्रेजी इज द्याट? अब एक्जाममा सोधिने पृथ्वीको गुरुत्व प्रवेगको क्याल्कुलेसन हेरौँ। यहाँ मास 6 × 10⁻24 kg छ र रेडियस 6400 किलोमिटर। सबैभन्दा पहिला त्यो किलोमिटरलाई मिटरमा बदल्न नबिर्सिनु होला नि। सूत्र G = gm/r² मा यी भ्याल्युज राख्दा ठ्याक्कै 9.77 मिटर/सेकेन्ड² आउँछ। यसैलाई हामी हिसाब सजिलो बनाउन औसतमा 9.8 मान्ने गर्छौँ। अझै क्लियर हुन चन्द्रमाको क्याल्कुलेसन पनि गरिहालौँ। चन्द्रमाको मास 7.2 × 10⁻22 kg र रेडियस 1.7 × 10⁻6 मिटर छ। अभिकै सूत्रमा यी भ्याल्युहरू राख्दा चन्द्रमाको जी को भ्याल्यु आउँछ जम्मा 1.67 मिटर/सेकेन्ड²। ठ्याक्कै यही कारणले गर्दा अन्तरिक्ष यात्रीहरू चन्द्रमामा मजाले उफ्रिन सक्छन्, किनभने त्यहाँको ग्राभिटी पृथ्वीको तुलनामा 1/6 मात्र हुन्छ। आज हामीले ब्रह्माण्डलाई डोहोर्याउने एउटा एकदमै महत्त्वपूर्ण बलको रहस्य डिकोड गर्यौं। अब एकछिन सोच्नुस् त, यदि एउटा सिम्पल गुरुत्वाकर्षणको नियमले खस्दै गरेको स्याउदेखि लिएर विशाल सौर्यमण्डलसम्म सबै कुरालाई यति पर्फेक्ट गणितीय सूत्रमा बाज्न सक्छ भने यो ब्रह्माण्डमा डिकोड हुन बाँकी अरू कस्ता कस्ता अदृश्य नियमहरू लुकेर बसेका होलान्? विज्ञानको यही रहस्य नै सबैभन्दा रोमाञ्चक कुरा हो। आजको यस एक्सप्लेनरमा हामीसँगै जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। Keep studying, keep wondering.